आज अब सफा गर्नु आएको हामी हैन आज सरसफाइ गर्ने हाम्रो समाज घरको यस्तो छ खै छोड्नु त हुन्छ कस्तो भएछ भगवान हेर पानीहरु जमेर ए प्रभु घर त दामी छ नि यस्तो बत्ती बत्ती कति वर्ष भयो भन्दै दिदी हामीले ओके ओइ कति वर्ष भयो भन्दै यो हामीले बन्द गरेको आमामा कति वर्ष भयो मम्मी हाम्रो बन्द भएको 10 वर्ष भयो अन्त 10 वर्षमा आज खोलेको समाज घर हाम्रो हेर त्यो कसको ए बादुल पनि रहेछ बादुल हो आधा मार रहेछ के बादुल पनि रहेछ थालहरु आधा रहेछ के गर्ने त्यो ब्यास लागेको रहेछ मेसिन चाहिँ बेच्नु 10 वर्ष भएन मैले लक भएको 10 वर्ष भएछ नि लक भएको बेसी भयो भन्छ लु 10 वर्ष भन्दा नि हाम्रो यो समाज घर आम्मा पहिला त थालेछ कति बाप रे घर छोरा छोरा त्यो अब सब नयाँ हुन्छ अब हुँदैन पहिलाको समाज खोज्दा र यो थाल त थाल खै भने यो थाल त होइन भने थाल त अल्लाह दे दे भन्नु त रहेछ त हन हौ काकाहरूले पनि फेरि के थाले यो कसको धान हो यहाँ धान पनि रहेछ यो माकुराले जाल उयो के अरे चराले खोता बनाएछ ए हो र ए जनक प्रधान उयो हाम्रो काका साइला काकाले ए तँ लान्छस् लु सब बेच्दिने यो राखेर त्यो चाहिँ के हो ए त्यो पनि कस्तो न भइसक्यो होला 10-12 वर्ष भइसकेको छ अनि काठको मिस्त्री स्याहार गराउनु यस्तो यो हुँदैन यो के हुँदैन होइन यो के भन्छ पुटिम लाउँदा हुन्छ पुटिम हैन के काका यत्रो के पाउँदो रहेछ तर चुन्दैन पानी चुन्दैन नभए धान यत्रो राखेको भएको त त्यसो भए एमसी लगाइदिनु एमसी लगाइदिनु पर्छ कि बोर्ड सिलिङ लगाइदिनु तपाईँ सिलिङ त्यो सिमेन्ट गयो पर्छ नि 4x4 को बेसी दाम छैन त्यो 2-300 रुपैयाँ अरे सिमेन्ट त्यो सिमेन्ट उयो बोराको सिलिङ लाउँदा भइहाल्यो नि यस्तो भन्छ